Morning guys, welcome to my video. फेरि पनि हेर्नुहोस् न, म चाहिँ खाना बनाउँदैछु बिहानै। यहाँ आज चाहिँ आगोमा बनाएको पानी बसालिसकेको छु मैले। अब चाहिँ पानी उम्लिन्छ त्यहाँदेखि पस्न हाल्छु। मेरो पानी पनि उम्लिसक्यो। अब चाहिँ म चामलहरू ल्याउँछु अन्त हाल्छु। हेर्नुहोस् है, अहिले चामल धोएर पनि हालेँ। अब चाहिँ आगो पनि यसरी ठेल्दै बनाउँदै बेला बेला चलाउँदै यसरी यहाँनिर बेला बेला चलाउँदै पनि छु। के गर्नु है, आगोमा पकाएको माछा चाहिँ साह्रै मिठो लाग्छ हो। हाम्रो अहिले अजीहरूले पनि आगोमै पकाउनु हुन्थ्यो अरे। हेर्नुहोस् है, यहाँ धुवा भयो। अब म फुक्छु एकछिन पक्ने। यसरी आगो फुक्छु। यहाँनिर आगो मिलेन फेरि भात पाक्दैन हो। के गर्ने, बिहान मर्निङ त मेरो त मर्निङ ड्युटी। तपाईँहरू कस्तो छ ड्युटीहरू साथीहरू? मेरो त यो छ ड्युटी, खानै पर्छ, भोक लाग्छ हो। के गर्ने, मर्निङ ड्युटी। आगो पनि मजाले बलिहाल्यो। अब यो यसै छोडिदिन्छु। यहाँनिर पाक्छ, उम्लिन्छ। अब पनि पाक्यो। म सब्जीतिर लागि यहाँ तेल खरिएर मेथी पर्खाएँ। अब चाहिँ खोर्सानी पर्खाएर हाल्छु। खोर्सानी पनि पर्खाइहालेँ। अब चाहिँ के गर्छु, बनाउँछु। आलु पनि फ्राई भइसक्यो हो। अब सब्जी पनि पाक्छ। अब एकछिनमा खानुपर्छ। मिठो आलु पाक्दैछ हो मेरो त। यहाँनिर हेर्नुहोस् न, सला अब बनाना बजारतिर रहेछ यहाँनिर हो। अब सुप बनाउँछु अनि खान्छु। आज चाहिँ महीको सोलर खाने नि, कति दिन दाल खाँदा वाक्कै भयो हो। अनि साथीहरू के अहिले हुनुहुन्छ हौ। म चाहिँ यहाँ बिहानको ड्युटी, मर्निङ ड्युटी। तपाईँकोमा यस्तो होला है, बिहानको ड्युटीहरू मर्निङहरू। हेर्नुहोस् न, के गर्ने, यस्तै छ। आलु पाकिसक्यो। अब सुपको लागि यहाँ कराईमा तेल हालेर अब सुप बसाउनु पर्छ। यहाँ सुप पनि पाक्दैछ। अब पाक्नु आँट्यो, उम्लिनु आँट्यो। उम्लेपछि चाहिँ इन्जोय गर्नुपर्छ, खानुपर्छ। मेरो सुप पनि पाक्यो। अब म चाहिँ खाएर इन्जोय गर्ने। तपाईँहरू मेरो भिडियोहरू इन्जोय गर्नु होला। बाइ बाइ।